नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म भरत विश्वकर्मा। 23 र 24 भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक बयानमा नआउने देखिएपछि आयोगले उनीहरूलाई पक्राउ गरेर बयानमा ल्याउने रणनीति अपनाएको छ। 5 असोजमा गठित आयोगको म्याद 3 महिना अर्थात् 5 पुसभित्र सकिँदैछ। करिब 2 साता मात्रै म्याद बाँकी रहँदा आयोगले बयान समेत सकेको छैन। फिल्डमा खटिएका र आदेश कार्यान्वयन गर्ने तहमा रहेका सुरक्षाकर्मी तथा प्रशासकको बयान सकेर आयोग राजनीतिक तहमा प्रवेश गर्न थालेको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार करिब 150 जनासँग बयान सकिएको छ। अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, प्रधान सेनापति अशोक राज सिग्देल र नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीको बयान लिन बाँकी छ। आयोगकै सिफारिसमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई विदेश यात्रा गर्न र अनुमति बिना काठमाडौँ उपत्यका बाहिर जान रोक लगाइएको छ। ओलीले आयोगलाई असंवैधानिक भनेर सार्वजनिक टिप्पणी गर्दै बयानमा नजाने अडान लिँदै आएका छन्। आयोगका प्रवक्ता विज्ञानराज शर्मा भने उनीहरूसँग बयान लिने विषयमा शंका नगर्न आग्रह गर्छन्। आयोग स्पष्ट छ, बयानका लागि सुरुमा उहाँहरूलाई जानकारी गराउँदै पत्र लेख्छौं। पत्रका आधारमा उहाँहरू आउनु भएन भने कानुनी प्रक्रिया सुरु हुन्छ। उहाँहरूलाई कानुन सम्बद्ध रूपमा उपस्थिति गराइदिन अनुरोध गर्दै आयोगले सरकारलाई पत्र लेख्छ। आयोगले पत्र लेखेमा प्रहरी परिचालन गरेर उपस्थित गराउने विषयमा सरकार स्पष्ट रहेको गृहमन्त्री ओम प्रकाश अरियालको भनाइ छ। आयोगले लिखित आग्रह गरे सरकारले सहयोग गर्छ। अरियाल भन्छन्, कानुन शासन सबैका लागि भएकाले उहाँहरूले मान्नुपर्छ भन्ने विश्वास छ। नमानेको अवस्थामा सरकारले आवश्यक कानुन कार्यान्वयन गर्छ। तत्कालीन गृहमन्त्री लेखकले जाँचबुझ आयोगबाट हालसम्म केही जानकारी नआएकाले टिप्पणी नगर्ने बताएका छन्। आयोगले अहिलेसम्म पत्र दिएको छैन, पत्र आएपछि टिप्पणी गरौला उनले भनेका छन्। नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीले जाँचबुझ आयोग नै अमान्य रहेकाले पूर्व प्रधानमन्त्री ओली बयानमा जाने सन्दर्भ नरहेको बताउँछन्। हामीले केन्द्रीय कमिटी बैठकबाट आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँदै स्वीकार्य छैन भनिसकेका छौं। उनले भने आयोग नै अस्वीकार गरेपछि त्यही रूपमा बुझ्नुपर्छ। आयोगले मंगलबार मात्र सशस्त्र प्रहरी महानिरीक्षक राजु अरियालको बयान दिएको छ। उनलाई आवश्यक परे फेरि बोलाउने भनिएको छ। यसअघि बयानमा बोलाइएका पूर्व प्रहरी प्रमुख चन्द्रकुमार खापुङलाई पनि आवश्यक परे फेरि बोलाउने आयोगले जनाएको छ। यसअघि बयानमा बोलाइएका पूर्व प्रहरी प्रमुख चन्द्रकुमार खापुङलाई पनि आवश्यक परे फेरि बोलाउने आयोगले जनाएको छ। काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग 17 र 18 मङ्सिरमा बयान लिएको थियो। केही प्रश्न अझै बाँकी रहेको भन्दै उनलाई आयोगले पछि बोलाउने भनेको छ। 23 भदौमा नयाँ बानेश्वरमा जेनजी आन्दोलनकारीको ज्यान जाने गरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तीव्र आलोचना भएको थियो। आयोगले यसअघि तत्कालीन मुख्य सचिव एकनारायण अरियाल, नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक खापुङ, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र संघीय संसदका महासचिव पदम प्रसाद पाण्डेसँग पनि बयान लिएको थियो। आयोगले सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायण दत्त पौडेल र नेपाल प्रहरीका एआइजी सिद्धि विक्रम शाहसँग पनि बयान लिएको छ। त्यसअघि फिल्डमा खटिएका प्रहरीसँग पनि बयान भएको थियो। 24 भदौमा नक्कु कारागारबाट बाहिरिएका रासपा सभापति रवि लामी छाने र कारागार प्रमुख सत्यराज जोशीसँग पनि आयोगले सुरुमै बयान लिएको थियो। सरकारले 3 महिनाको म्याद तोकेर 5 असोजमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा 3 सदस्यीय आयोग गठन गरेको थियो। सेनातर्फ भने सुरुमा प्रधान न्यायाधीश अशोक कुमार सिग्देलको बयान लिने र आवश्यक परे अरू अधिकृत तर्फ पनि जाने आयोगको तयारी छ। 23 र 24 भदौका घटनामा सेनाले आफ्नो उपस्थितिबारे स्पष्ट पार्नुपर्ने आयोगको निष्कर्ष छ। खास गरी सिंहदरबार, शीतल निवास जस्ता संरक्षणमा सेनाको भूमिकालाई लिएर सार्वजनिक रूपमै प्रश्न उठेपछि आयोगले जङ्गी अड्डालाई पत्र पठाएको थियो। बाहिर आएको जस्तो सेनाले असहयोग गरेको होइन, सेनाले दिनुपर्ने विवरण आयोगलाई दिएको छ, गर्नुपर्ने सहयोग गरिरहेको छ। आयोगका प्रवक्ता शर्माले भने सेनाको बयान प्रक्रियामा छ। आयोगसँग बयान सकेर प्रतिवेदन समेत तयार गर्ने समय 2 साता मात्र छ। त्यतिन्जेल प्रतिवेदन तयार नभएसम्म म्याद थपका लागि आयोगले सरकारलाई अनुरोध गर्न सक्छ।
कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारले 5वटा कार्यादेश दिएको छ। मुख्य कार्यादेश भौतिक तथा मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका लागि राय दिने भनिएको छ। प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने, घटना हुनुका कारण पत्ता लगाउने, यस्ता घटना दोहोरिन नदिन अपनाउनु पर्ने उपाय र सुझाव, प्रतिवेदनमा उल्लेख भएका सुझाव कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्ने पनि आयोगलाई जिम्मेवारी दिएको छ। हवस् त, यो विषयसँगै आजलाई बिदा हुन्छु। अर्को विषयका साथ पुनः उपस्थित हुनेछु। नमस्कार।